सुपर बाइक हो क्या यो सुपर बाइक भन्दा खतरा यस्तो बाटो हाम्रो 18 पल्ट कुलेन चल्दा आयो यो बाइकको एक पल्ट कुलेन चलेन रोहन तेरो कस्तो दुख अरे यहाँ दुख्या छ तेरो भाइ तँलाई के भयो एकपल्ट ठुला अब पानी छैन उला जुगो यहाँ लाइटको लागि के बन्दोबस्त गर्नु सक्छौँ भनेर छैन गाह्रो छैन बाइक चढ्दो रहेछ यहाँ यी रात परिसकिसक्यो झन्डी डाँडामा चाहिँ लाइट नभएको कारणले हाम्रो यस्तो बिचक हुँदैछ सुन्दरी ठन्डी महिना जाडो छ हाम्रो माछा चाहिँ सुरु भइसकेको छ माछा हो आज एचएम परेको नि खानु पाइने पर्यो साला त्यसका बाजेको के भन अरे गर्लफ्रेन्डले स्टोरी हाल्दैमा फकिन्छ र भनि अरे भगाएको हुन्छ के भन्छु केही नभनेर मैले कल गरिदिएको छु मार्दिनु दादा अन्तरिक्षमा लैजाऊ न मलाई पनि हाम्रो बिहानको खाजा अब यो टक्क खाइसकेपछि चाहिँ बाइक भएको ठाउँबाट बोकेर यहाँ ल्याइएको अब फेरि तो चलिए शुरू करते हैं हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आज हामी झन्डी डाँडा जान आँटेको छौँ यो मेरो रोहन साथी बाइक अनि हाम्रो दिवस साथी हो अनि यो चाहिँ हाम्रो एउटा दुईवटा तिनवटा बाइक अब चाहिँ हामी जान आँटेको छौँ अनि यो चाहिँ हाम्रो सामान यहाँ चाहिँ अब धेरै कुरा छ हाम्रो 25 किलो पानी छ अनि यो अब ओढ्ने सोर्ने भइहाल्यो यता ओछ्याउने यता गिटार बजाउने भाइ एउटा सानो डुइलाको बुफार सुफार सब छ हो खै उयो कहाँ छ यो चाहिँ हाम्रो क्याम्पिङ गर्ने दाउरा हो अनि हाम्रो समझ रहे हो ना हेलमेट लगाइदिएर चाहिँ यस्तो ल अब चाहिँ हामी जान आँटेको छौँ हामी यहाँबाट निक्लिसकेको छौँ हाम्रो रोहन भाइको हालत त्यस्तो छ अब हाम्रो देव भाइ अनि यता प्रवीण दाजु पनि आइसक्नु भएको छ फाइनली गाज अब चाहिँ हामी निक्लिन आँटेको हाम्रो जिरे भाइ हराइसकेको छ ल अब चाहिँ हामी निक्लिसकेको अब चाहिँ हामी बाटोतिर देखाउँछु अलिअलि त्यसपछि माथि नै देखाउँछु अब चाहिँ हामी अगाडि बढिसकेको छौँ हाम्रो दाजु चाहिँ एकदम अगाडि गइसक्नु भएको छ हाम्रो प्रवीण दाजु पछाडि आउँदै हुनुहुन्छ हाम्रो प्रयास जारी छ यहाँबाट गर्नु चाहिँ मिलेन किनभने फाइदा अब आएन हो यस्तो काम भइरहेछ होइन अब हामी चाहिँ निस्किसक्यौँ होलान किनेर भन् हाम्रो केटाहरूले टपटी हो आजको लागि फर्किने बेला ल खाली भएर खेर हालौँ क्या दिनभर रातभरि एउटा हुन्छ त चिउरा ग्यास हाम्रो चाहिँ सपिङ पनि भइसकेको छ हाम्रो केटाहरूले स्प्राइट किनेको चाहिँ यो चाहिँ मेरो लागि स्पेसल मेरो लागि र त्यो भाइको लागि हो अरू सब दिवसको लागि फाल्टै छुट्टै छ आफूले मात्र खाएन बाइकले पनि खुवाउनै पर्ने रहेछ के गर्नु आम्मामा गाज गाडीले त छेरो नि गाडीले छेरो हालत पत्ला रोहन झन्डै झरो हालत पत्ला गाडीको हालत पत्ला कोरानी परेदाहरू कहाँ छन् गाडी कसरी आउँछ हेर्नु होला तपाईँहरू होइन यस्तो खतरा छ नि मा कसम भन्दैन रोहन यहाँ के भइस् त अब यहाँ हार्नु यहाँ अब केटाहरू आउँदैछ यहाँबाट पिकअप टुट्छ एकलट जुमान पिकअप टुट्छ अघि म टुटु टकिदिएँ मेरै टुटु गाह्रो छ चट्टै बोस्नु मात्रै आएको यार रोहन भाइ झन्डै यहाँ गाडीको हालत उनी मेरो 5 पल्ट भयो चलेको दियो तेरो भाइ के गर्नु पर्छ अरे अब म त डर लाग्छ के भन्छ अरे फर्किन्छ अरे फर्किन्छ होला जस्तो लाग्छ बाटो देख्नु मुजी कस्तो बाटो हो यस्तो भएन हुन्छ नि त गाइज बाटो हेर्नु सक्नुहुन्छ होइन गाडी चाहिँ एक नम्बरमा 15 पल्ट जति कुलिङ चलिसकिसक्यो जामा लाउने आधी बाटो आइयो होला गाडीको हालत चोत्रा भयो बाटो देख्नै सक्नुहुन्छ गाडी खनेको पनि सुनिहाल्नुहुन्छ झन्डी डाँडा इज नट फर बिगिनर्स भने भन्छ नि त्यस्तै रहेछ हो यहाँ हाल्नु आउनु त पहिले पनि आएको हो तर पहिले यस्तो बाटो थिएन नि भगवान्जी नेपाली हेर्नु न गाडी खनेको सुन्नुहुन्छ चलो पक्कै भाइ कुलिङ चल्न सुरु भइसकिन्छ फेरि 16 पल्ट भइसकिसक्यो गाइज
एक एनएसलाई पनि एक पर्दैछ भने के कस्तो होला गाह्रो छ यो दुई हाल पनि घट्छ होला गाईहरूले हामीलाई छोडेर गएको छ नि त बोले यो सामान ये ल्याइएन नि त जानु बिल्कुल ल्याएको भए त उताबाट गर्दा हुन्थ्यो यार तर आउँदा त सबै राम्रै छ नि त कतिखेर टेन्ट लाउने हो कतिखेर उयो गर्ने हो बाटो चाहिँ अघि त झन् बाटो त्यहाँबाट पक्रिनु पनि नमिल्ने अब आवाज सुने पनि नसुने पनि चाहिँ अगाडि राखेर हालिदिएको अब पैसा भएपछि बोल्ने किन्नुपर्छ अहिले चाहिँ बाटोमा फोकस गरौँ जग्गा बोल्नु भनेर पनि हो बोल्नु त अहिले भरे गएर माथि बोलिहालिन्छ छैन ट्याङ बज्नु थाल्यो केहीको नट झरेर जस्तो जा तर पक्का भाइ झ्याक्याक गर्नु थालिसकेको त्यो पछाडि हो हरानी भयो जस्तो छ आज बाइक चोत्रा निक्ल्यो होइन पछाडिको त बट्टा जस्तो दाउरा नि थिएछ नि जामा लाउने दाउरा बोकेर आइयो हो पछाडि दाउरा बोकेर त्यो भाइ छन् हो यस्तो हकेर फेरि दाउरा बोकेर आउनु हो गाइस आम्मा बाटो त मजा पनि छ त्यो बाटोहरूको हो गाडी चाहिँ अठार धेरै कुदो भने 25 अब क्लासमा त्यो पनि गाडी घुरी सब साह्रो हिँड्नु पर्ने यति जिन्दगीको टोटोमा अब त फ्यामिली गाइड अब हामी निस्किने हो भनेर भन्छन् त्यसले हामी फोटो आइसकिसकेको छ कोही गर्नु सक्छ यो पाहाड कतेर अब आउँदा तर त्यो एउटा पाहाड पनि जानुपर्छ जस्तो लाग्छ कोही हामी केटाकेटी भेला साथीहरूसँग आएको थिएँ हो केटाकेटी पनि के भन्नु 9मा पढ्दा होला हौ 9मा पढ्दाखेरि हो या 10मा पढ्दाखेरि आएको थिएँ म मनिष तपाईँ साथी अनि वो आएको थिएँ बादमा त हामी त्यताबाट नफर्केर हामी अन्य हुँदै फर्केको लडेको क्या केटाहरू त्यहाँ सबै उयो भइरहेको उनीहरूले उडायो क्या बाइक त मैले त भिडियो स्टार्ट मात्रै गरेको गाइस बाटो हेर्नु न गाइस बग्छ तर बग्छ भाइ त्यो पिच भन्नु त साह्रै मजा आउँछ र दुई हान्ने त ठेवै त छैन र कुलिन बिचरा पनि चलिसक्यो यार मौसमले च्यालेन्ज गाइस मौसम मौसम हेर्नु न गाइस दिनमुनि पनि देखाउनु हुन्छ नि उत्रिनै मन लाग्दैन केटाहरूले छोडेर गइसकिसक्यो हामीलाई हो त्यो भएर मध्ये सबभन्दा पछाडि ग्राभे अरे त्यो यो बाटो त झन् चाकु पारेर मार्छ अब मार्छ बाटो चाहिँ यस्तो त गाइड होइन नि यस्तो बाटोले लिएर के जानु ऊ पर चाहिँ मेची खोलाको त्यो मेची नै हो मेची खोला यता यतापट्टि चाहिँ यता पनि दामी छ नि यतापट्टि पनि दामी छ अब यो भिडले चाहिँ भयो गाज अगाडि बढ्दैछु आज त कुलिङ त कति चलो छ जिन्दगी त्यस्तो छ ऱ्यापरको जिन्दगी भन्छ नि झन् भाइ केटाकेटीलाई लिएर आइएन छ दुईजना केटाकेटीलाई लिएर आएको थियो होइन घर फर्कायो भने त्यतिखेर तलैबाट भर्किनु पर्छ गाडी त्यो तलै त्यहाँ लाएर बस्छ यस्तो अगाडि 3जना त
ए आधी पनि छैन यहाँ त गाइस मेरो बाइकको हालत त्यस्तै कुलिङ चलुन्जेल भएको छ हेर्नु त यहाँ अघिदेखि चलेकै छैन हाम्रो दिवस भाइको गाडी अनि यो चाहिँ हाम्रो प्रवेक दादाको अनि हाम्रो केटाहरू चाहिँ यस्तो यहाँबाट चाहिँ यस्तो दामी भ्यू छ नि गाइस के गर्नु यस्तो बाटो छ यार यस्तो खतरा छ बाटो केटाहरूले बयान गर्दैछ केटाहरूले कस्तो बाटो छ भनेर रोहन तेरो कस्तो दुःख अरे तेरो भाइ तँलाई के भयो अब त भोलाले नि छोडिसक्यो होला तँलाई ए त्यसलाई राजनिवासले के गर्दै सिकरले असली बाइक चाहिँ यो हो क्या नयाँ कसम सुपर बाइक हो क्या यो अच्छा यो सुपर बाइक भन्दा खतरा यस्तो बाटो हाम्रो 18 पल्ट कुलेन चल्दा आयो यो बाइकको एक पल्ट कुलेन चलेन आदिवासी 150 स्पिड हो क्या त्यो मासु चाहिँ झिक्ने केटा हामी पोल्न हाल्ने बाइक मासु त्यसमै पाक्छ जस्तो छ मेरो बाबातिर कुलेन दिन्छ ल स्टामिना बढाउनको लागि चाहिँ लिची जुस बाइकलाई हावा अब यत्रो महँगो कुलेन देख्नुहोस् न ल केटा चल हान्दिम आम चिसै रहेछ त अझै दाइहरुको त कुलै नै महँगो छ मेरो त बाइकै कुलेन चलेन भन्न ल त्यो बाइक पुग्दैन भन्दा नि भारी भिडियो हालिनु पर्यो ल चस त 10,000 ताल गइछ होला म 1 लाख ताल गए भन्छु भने हामी चाहिँ आइसकेपछि हाम्रो झन्डी डाँडा चाहिँ माथि छ अनि यो चाहिँ हाम्रो गाडी राख्ने ठाउँ हो हाम्रो सामान अब हामी चाहिँ सामान त्यहाँ छ अन्त अब हामी चाहिँ अब पानी लिन जान आँटेको थिएँ बाहिर मैले पानी लिनु अलि दाले चाहिँ टेन्सन बनाउँदै गर्ने के गर्ने सबै गर्छौँ मेरो बाइकको भिडियो गरेर पुरानले देख्न लगेर लोकल छ नि ल हाम्रो दिवसको बाइक चाहिँ बरु एनएस बरु तागत हुँदैन 150 चाहिँ बबाल 15 खेप चाहिँ कुलिन्छ होला 15-16 खेप भन्दा धेर हाम्रो केही भयो भन्छ उयसको एक खेप पनि कुलिन चलेन 150 को माथि डाँडादेखि आएको हामी अनि यहाँ चाहिँ पानी माग्न आँटेको पानी दिनुहुन्छ कि हुँदैन आन्टी अङ्कल 1 जार पानी दिनु न हामीलाई फाइनली वहाँ माथिदेखि त्यो डाँडादेखि यहाँ आएको छौँ पानी लिन आन्टीले पानी दिनु होइन आएको हेर्नु न हजुर हामीले पानी त्यहाँ माथि झन्डी आएको थियौँ हो पानी जाने केही रहेनछ हो अन्त ल हामीले पानी पाइसकेको छौँ हो हजुर अब यहाँ पानी पर्ने टक्कसँगले अन्त केटाहरू चाहिँ उहाँ माथि टेन्ट लाउँदैछ यहाँबाट त हजुर हजुर पानीको चाहिँ एकदम नाजुक अवस्था गाइस बन्द भयो क्या हाम्रो त भाग्यमै पानी छैन यतिमै त पानी बाहिर त्यो बाहिर वासिङ हान्दैछ खोइ आउँदैछ त हैन इच्छा गर्दैछ त कता पानी छैन टुरुरु मात्रै चुरिछ पानी कहिले भरि झन्डी डाँडा आउनु त आइयो हो गाइस पानी बोकेर आउनु वहीँबाट 3 कार्टुन जति नत्र हामीहरूको यस्तै बिजोक हुन्छ यस्तै बिजोक हुन्छ है पानी चाहिँ पानी ठुला आयो एकपल्ट ठुला आयो अब पानी छैन होला सुको देखाइदियो नि त सुको पानी तिनीहरू देखाउनु पर्छ क्या अहिले केटाहरूलाई यो चाहिँ सिस्नु पनि रहेछ हो सिस्नुको चाहिँ ठुलो आँगा रहेछ रुख भइछ ठुल्ठुलो रुख जस्तो आउँदो रहेछ नि छैन पानी रुख्छ घरिघरि रुखो कस्तो चिसो गाइस पानी लली चाहिँ नआउनु होला 2 दिन कार्टुन चाहिँ लिएर आउनु पर्ने उताबाट हाम्रो चाहिँ बिजोक हुन्छ कतिको थोरै भएको हेर आधीमै भएको चाहिँ नि दिएको भन्छ
यहाँ छ टेक्नोलोजी यहाँ चाहिँ जब यहाँ अब यहाँ जब गर्छ गर्छ जब त्यहाँ पानी आउँछ यहाँ जब गर्नु छोड्छ पानी सुक्छ त्यहाँ त्यो चाहिँ टेक्नोलोजी हो यो यिनीहरूले हाम्रो पानी चाहिँ बढिसकेको छ त्यो पनि टन्नै टाइम लागेर अङ्कललाई गएको भनेर अब हामी चाहिँ माथि जाँदैछौँ सो अब टक्क पुऱ्याउने अप्ठ्यारो छ त्यही भएर भिडियो गर्नु मिल्दैन गाइस आउनु चाहिँ आइयो लाइट नलिआयो अब दुःख पाइयो याद छ तपाईँहरूलाई लाइट छैन यहाँ सब कुरा ल्याइछु सब मैले एकपल्ट त सोचेको थिएँ अब हो यस्तो भइसक्यो हो छैन लाइन छैन अब लाइट छैन केटाहरू छैन अब यही धरहरा माथि चढेर सुत्नु मजा छ हो आउनु चाहियो लाइट नलिआइयो पहिले त यतातिर लाइट देखेको थिएँ त्यही पनि छैन अहिले त फाइनली गाइस हामीले अब लाइट नभए पनि आएको चाहिँ बाली चल्छौँ हाम्रो त्यो बाइक गिटारिस्ट अनि यता हाम्रो केटाहरू चाहिँ हेर भइरहेछ यहाँ के गर्ने लाइटको लागि हामी के बन्दोबस्त गर्छौँ यहाँ लाइटको लागि के बन्दोबस्त गर्नु सक्छौँ भनेर छैन गाह्रो छैन बाइक चढ्दो रहेछ यहाँ यी रात परिसकिसक्यो बजरङ्गबली झन्डी डाँडामा चाहिँ लाइट नभएको कारणले हाम्रो यस्तो बिचक हुँदैछ यो मान्छे हराउन आँटिसक्यो कहाँ खोज्नु टेक्नोलोजी जे दादा सानो भारी छैन त यसको अगाडि गाइस उहाँ तलबाट बोकेर यहाँ आइपुग्यो अब यति बाँकी छ कसम हालत पत्ला हेर्नु पसिना ल्याप्पे भिज्यो है जिरे खालो कि फर्काउँ भन्दैछ त ओ कालु त देख्दैन जस्तो माकोरी ल फेरि यस्तो साह्रो क्या कसम राम्रो लाइट भएको यसमै छ हो त्यही भएर गाह्रो स्यासा भयो हाम्रो गाई चाहिँ बाइक बोक्दै झन्डै दुलो पर्यो यसमा चढाउनुको लागि बाइक ल्याप्पै पसिना गाह्रो छ यार बेस कोलिजल भयो भने चाहिँ कस्तो भयो होला बाइक चढाउनु यस्तो गाह्रो फेरि मा कसम यस्तो भारी लग्जरी रुम हाम्रो चाहिँ हाम्रो 6 जनाको लग्जरी रुम हो डिलक्स रुम के भन्छ यसलाई उनी दाइ यो के हर्यो ओछाको धार उनी ओछाएर बोरा ओछाएर यसो सुत्नुपर्छ केटाहरू अनि मेरो साथीहरूलाई धेरै धेरै सम्झेको छु मैले सागरलाई पनि मिस्यो है आएपछि फेरि यसरी नै रमाइलो गर्नुपर्छ होइन केटा फेरि जानुपर्छ फेरि आउनुपर्छ यहाँ होइन तेरो लाइट लिएर आउँछ अर्को पालि आउँदा लाइट हुनु पर्यो गाई जो पानी पनि हुनु पर्यो पानी चाहिँ थिएन पानी लिएर आएको तपाईँले देखिहाल्नु भयो होला पानी कस्तो थियो अघि हिजो पक्रेको माछा भएको कहाँ भएको खोइ हाम्रो माछा यस्तो मजाले पक्रेको हो यो हाम्रो रोनभाइले काट्दैछौँ चट्टोसँगले ब्लग हेरेर फेरि पक्रिन आयो माछा यहाँ पक्रिन हजुर ब्लग हेरेर पक्रिन आयो माछा मारे हामीले पक्रेको हिजो यो चाहिँ झन्डै भएको यो त एकदम हामीले पक्रेको फ्रिजमा राखेको थियो अनि म्यारिनेट गरेर हाम्रो रोनभाइले मा कसम गरिब छु यार म यो चाहिँ हाम्रो अदुवा हाम्रो मेरो लागि स्प्राइट चाहिँ हो मेरो लागि अरू कुरा चिज मेरो फोनले त म एकजनालाई ब्यालेन्स हाम्रो चाहिँ कतिवटा प्लास्टिक छ हौ चिन्ता हो हान्दैन कस्तो लाग्ने फेरि तेरा भुते भएको थियो कस्तो लाग्ने त्यही भएर त लाग्ने ढाड लाउँ कि भने थियो फेरि म्यारिनेट गरेको यो पनि हामीले म्यारिनेट गरिसकेको छ रोल कप पकाएर खानु मात्रै बाँकी छ यस्तो गलेको छ नि मा कसम गर्मी ल हाम्रो देव भाइले गिटारिस्टले हाम्रो गिटार भाइ निकालिसकेको छ खोइ यस्तो रातो स्प्राइट खाँदैछौँ
स्प्राइट हो मलाई चाहिँ खोइ स्पिड खाँदैछ हामी मलाई खोइ तल खोइ अरू ग्यालेक्सी खोइ अरूलाई के छ ओए दिवस हराउन आँट्थ्यो बल्ल पायो बल्ल देखियो यो के सजेसन दिन्छस् भन्दा अरूलाई कसरी धनी राना आउँदा चाहिँ के लिएर आउनुपर्छ भन्ने पानी लोड गरेको पानी पनि लिएर आउनु भन्न 2-3 कार्टुन पानी त लिएर आउनै पर्यो नि तिमीहरू हामी त तल मुलाई 2-3 किलो हेर्नुहुन्छ तपाईँहरू केटाहरूले कहाँबाट पानी ल्याए हेर्न सक्नुहुनेछ बनाएको छ ब्लग तलको गाइस हाम्रो माछा चाहिँ सुरु भइसकेको छ माछा हो माछा एकलट फ्राई भइसक्यो तल छोडिएछ नि माछा हाम्रो हिमाला चाहिँ तल छोडिएछ हो सामान हाम्रो गिटारिस्ट भाइले गिटार बजाउन थालिसकेको छ हाम्रो रोहन भाइ गर्लफ्रेन्डलाई कल गर्दै व्यस्त छ बिचराको आफ्नो छैन हामी जिरे भाइ पनि गर्लफ्रेन्ड कल गरेर हेरौँ गर्लफ्रेन्ड सिङ्गल हो यार बाइक बाली रहेछौँ हो छैन उपाय छैन खम्बा छ यहाँ ठिङ्गा सेतो खम्बा हो गाह्रो छ त्रिपल पालसाल टाङ्गो रात परिसक्यो बाइक पनि नल्याएको थियो भने त्यही राति नि यस्तो वहीँ फोन बोलाइ खाइ फेरि सेकेन्ड लट सुरु भइसकेछ हाम्रो पर्व दाजु कुकम्यान हामीले कुक चाहिँ उयोबाट मगाएको चाइनामा उयो गरिसकेको कोर्स एचएम पढेर आएको मान्छेलाई हामीले ल्याएको छौँ हायर गरेको छौँ हाम्रो यता गिटारिस्ट हामीले इन्डियाबाट मगाएको हाम्रो चाहिँ यो चाहिँ पाकिस्तानबाट मगाएको यसलाई चाहिँ कालुलाई यसलाई चाहिँ भोजपुरबाट मगाएको रन्त चाहिँ कहाँबाट आएको भन्न है म त अहिले भरमा आएको आज हम पूरे जंगल में आ चुके हैं आज हम कैसे सरवाइव करेंगे इतना रात तक हाँ ये हमारा इतना ही बस खाने के लिए इतना ही कुछ बाकी है ये भी खाने के लिए नहीं है ये भी खाने के लिए नहीं है ये भी खाने के लिए नहीं है हम इतने से सामान में हम रहने वाले 6 लोग पूरा कितने दिन तक भन्दैन 20 गड्डो तक कितने दिन तक है हेर पोल्याका खाँदैमा जो ध्यान अरूमा छैन हमारा दोस्त रो गया है हमारा खाने के लिए इतना ही बस इतना ये स्प्राइट और ये और वो टमाटर वगैरह वगैरह है और ये हमारा दाजू है हमारा शेफ और ये हमारा खाना है हम भी खाने जा रहे हैं हमको हाम्रो फर्स्ट मासु पनि निक्लिसक्छ फाइनली यता मासु के खाउ हुन्छ नि गाइस हाम्रो सेफ आज चाहिँ रोइला हुन्छ है रोइला एकलट हालौँ अनि के को हतार हौ केही गता छैन एकलट फेरि हालौ अनि दाले बदो रेले राखेर अगाइ सगाले गराउ ले भाइ दीपक के बल्लले भए सक्यो बल्लले भए बलै पोलाउ लाइटले हुने भए गरे पो गर्थे मनका कुरा नहो बुझ्ने कसले एकरो माया गरिरहे जहिले भन्नु नि के भन्नु ढुङ्गा टिपी के हानु चाइनिज कुक चाहिँ पुरा खटिरहनु भएको छ दाजु तपाईँलाई कस्तो लाग्छ त्यस्तो एचएम परेको आज एचएम परेको नि खानु पाइने पर्यो साला त्यसका बाजेको कस्तो जान्ने हाम्रो यो धरेर पनि कालो भइसकेको छ सेतो पेन्ट लाउने बेला भइसकेको छ ग्रेभी केटाहरू दिवास चाहिँ हेर्दैन कालु कालु डोन के कसलाई खोल्दैन केटाहरू फेरि तपाईँलाई म एकटोक देखाउनु गइरहेको छु यो चाहिँ हाम्रो ललिपप अहिले
त्यसको चाहिँ अनि हाम्रो गिरीबन्धुलाई चाहिँ के भएको नि होइन कस्तो के हुने किनकि रेस्ट गरेको हामी अहिले चिउरा मासु खानु बुढी हल्का सिधा म अब पानी सानी केही खान्न डाइरेक्ट चिउरा मासु ला यो बोतललाई त के भयो त्यसलाई मालिउटेसनले भेट्यो बडा हरामी हो बेटा अघि त उयो त यो पानी थियो आगै छेउमा राख्यो क्या केटा यस सर यहाँ चाहिँ हाम्रै खानुको लागि चिउरासँगको लागि डाइट केटाहरूले बोतल चाहिँ पानीको छेउमा पिक्लाउनु राखेको अरे हरानी कसले बाइकमा टक्क साथ सकेर बाइक स्टार्टमा राख्नु पर्यो अनि यो चाहिँ हाम्रो टक्क पाकिसकिसकेको छ अब चिउरासँग डङ्ग खाने हो होइन केटा अनि त्यसपछि चाहिँ टक्कसँगले हाम्रो भाइले टक्क गीत गाउँछ जाने भए जाऊ तर गोरीका बाउलाई धेरै नसताऊ सुन्दरी ठन्डी महिना जाडो छ कपिराइट हान्छ होला कपिराइट हान्छ होला त दा कपिराइट हान्छ होला दाजु भान्से हुनु भइसक्यो पानी छर्न त्यो कोसमा पानी छर्न अनि त्यो सेतो पानीको जा बोतलमा पानी हाल्न हो त्यहाँ अब चाहिँ टक्कसँग बाँड्ने हो हाम्रो दाजुले पानी ल्याउनुहुन्छ अब पानी खाने हो बस्ने हो कहाँ छ बोरा चाहिँ केटाहरूले चाहिँ बोरा सोरा च्यातेर म्यानेज गरिसकेछन् यस्तो चाहिँ जिन्दगी देव भाइ पनि पीडामा छ पीडामा जिरे त दिवससँग चाहिँ के भन्नु अरे के भन्नु अरे गर्लफ्रेन्डले स्टोरी हाल्दैमा फकिन्छ र भन्यो अरे भगाएको हुन्छ के भन्नु फकिदिन भने बुझ्नेले कुरा नबुझेपछि कोसिस मेरो पुरै जारी छ त के तेरो चाहिँ के भयो केही न केही सिङ्गलको के हुनु अच्छा हमको सिखा रिया है अनरे सिङ्गल त दिदी गर्दा न रोन्तिर केही नभनेर मैले तिमीलाई गरिरहेको छु कल गरिरहेको छु मार्दिनु दादा सासु आमाले फेरि कविता के भन्नु तपाईँ के भन्नुहोस् भाउजूलाई के भन्नु छ बुढी भन न म भान्जे भएको छु आज भन्नु न टेक्नोलोजी हाम्रो चाहिँ झोल टेक्नोलोजी गिलासले झोल छैन है केटाहरू चाहिँ यस्तै हो अब हामीहरूको मलाई कम्ती मात्रै हालिदिनु झोल ल कम्ती मात्रै टेक्नोलोजी कति बज्यो केटा 10 बजेन वालेकुम अस्सलाम हबिबी 9 बज्न आँट्यो होइन आफ्नो थालमा आफू बाला खाऊ न किरा तिम्रो आँखामा एउटा जादु छ तिम्रो मुस्कुराउने पारमा एउटा बेग्लै नै आवाज छ तिमीले बुझेको किन मुटु मेरो छोडेको अझै याद छ तिमीले मलाई पहिलो मलाई छोडेको थाहा छैन तिमी को हो मेरो थाहा छैन कसरी आयो तिमी को हो मेरो थाहा छैन कसरी आयो तर सम्झेर तिमीलाई हराउने गर्छु म सोचेर तिमीलाई लिडाउने गर्छु म अन्तरिक्षमा लैजाऊ न मलाई पनि तिम्रै छायामा बस्छु तिम्रै चन्द्रमा पनि नकासैमा पानी फ्याँक्छ खाँदै तपाईँ नि अर्को जाउँ नयाँ चिज मात्र तिमी मेरो मलाई त आउँदैन सबै घरै
कस्तो बाटो रहेछ अहिले सकिहाल्छ त अनि उता कोल्टिसक्यो त कोल्टिँदा उता उतै माथि जाए सुत्नु बुझ्या खनाइदे भन न हाल्दै Tapal dia pistol kindeko. Kata tapal dia pistol kindeko. Kindeko. Spelling my pistol kindeko. Ini देख्ने नि त के गोटे राख बुढामा गुड मर्निङ अनि यहाँ चाहिँ हाम्रो केटाहरू सुतिरहेछ म चाहिँ उठिसकेको हो हाम्रो केटाहरू चाहिँ कुम्भकर्ण जस्तो सुतेको छ नि हो अन्त बिजो थिएटरको बिजो घेरमा एउटाको यहाँ कालो डोन उपल्लो रोहन डोनु अर्को भालु डोन अर्को ग्यालेक्सी पुरै ग्यालेक्सी सबै लिएर सुतिरहेछ अयो गाह्रो छ नि हुसी लाग्यो हुसुसुसु सबै पाडलले छेक्यो यो चाहिँ मेरो खोपडी बाउला आयो त यस्तो हुसे त ला कुहिरो लाग्यो त सबै ड्याप्पै ओ खतरा जङ्गलमा अब यहाँ एउटा बाबा गुलाबको फुल रहेछ यहाँ चाहिँ हेर्नु नि गाइज एउटा होइन तिनवटा चारवटा रहेछ त्यहाँ पाँचवटा रहेछ यहाँ फुल्न आँटेको कसले रोपेको दामी भएछ चियापत्ती रहेछ एउटा बिहानको कति बज्यो भनेपछि 6:30-7 कति बज्यो हो अनि अब चाहिँ हाम्रो केटाहरूले टक्कसँगले दामी अहिले चाहिँ रोहनलाई भान्से राखिदिएको मैले पकाइसकेर हो हाम्रो जिरे भाइ हाम्रो जिरे भाइ अब यो लास्ट खाजा खाने हो त्यसपछि यो सरसफाइ गरिदिने थोरै त्यसपछि घर टाप ठोक्ने हो केटा हो होइन के भयो जिरे दिवस हाम्रो बिहानको खाजा अब यो टक्क खाइसकेपछि चाहिँ घर जाने हो प्याकिङ हुन्छ अनि हल्का सरसफाइ गरिदिने यहाँ अनि त्यसपछि हामी घर जाने हो अनि कालो चाहिँ गएर सुत्छ अरे त चाहिँ कहाँ जाने भाइ यो पनि ल्यान्डिङ पर्वता चाहिँ दबाई हाल्नु जाने होइन दादा विदेश दाजु सो फाइनली गाइस अब चाहिँ हामी खाजासाजा पनि खायौँ बिहानको नास्ता अब चाहिँ हामी जान आँटेको छौँ अब चाहिँ हामी प्याकेजिङ गरेर प्याकिङ गरेर त्यसपछि फेरि अन्तिमको टुर अब हामी फेरि अब राम्रोसँगले प्याकिङ गर्ने हो अब यो बाइक झार्ने हो हिजो यो सिँढीबाट बोकेर हिजो हिजो यो तलबाट वहाँ बाइक भएको ठाउँबाट बोकेर यहाँ ल्याइएको अब फेरि बोकेर लानुपर्ने बाइकलाई गाह्रो छ लाइट थिएन हिजो राति हो तपाईँहरू चाहिँ अन्त आउँदाखेरि चाहिँ लाइट लिएर आउनु होला पानी पनि लिएर आउनु पर्यो 3 कार्टुन जति नत्र त छैन यहाँबाट त वहाँ हाम्रो चाहिँ बाइक झार्दैछौँ गाइज सुत्केरी बुढी ल्याउँछ स्याहार्नु परेको कहाँ गएको हिजोको अब आउँदा ठोक्दैन त्यहाँ बोक्नु पर्छ बिस्तारी देख्दै लाउनु तपाईँ केही नगर्नु हाँसेको हाल्नु
सो हेलो गाइज, हामीले चाहिँ सफा गरिसकिसक्यौँ हो। अब चाहिँ हामी घर जान आँटेको। अब हामी चाहिँ घर जाने हो टक्कसँगले बाइक झार्ने। त्यसपछि अब म योभन्दा अर्कोपल्ट योभन्दा राम्रो भ्लग लिएर आउनेछु होइन। कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। तपाईँहरू पनि झन्डी डाँडा घुम्न आउनु होला। पानी र अन्त पानी त्यसपछि लाइट चाहिँ लिएर आउनु पर्यो तपाईँहरूले, नत्र त्यहाँ बिजोक हुन्छ। बाई बाई।